गाडी चाहिँ छोडिदिनु पऱ्यो, बाइकमा आनु पऱ्यो। अनुहार मात्रै चोर जस्तो भएर कि आदमी कसैको दिल चोर्न नसके। दिसो सर्दा यिनले मलाई खाऊ भन्छ, मैले यिनलाई खाऊ भन्छु, मैले फेरि यिनले मलाई त्यो भन्दा पनि So hey guys, welcome to the channel. किन हेर्यौ मलाई, किन हेर्यौ तिमीले? So hey guys, welcome to the channel. So hope all of you are fine. I am also fine here. र धेरै पछि फेरि ब्लग। सो स्वागत छ मेरो ब्लगमा फेरि पनि। अनि यहाँ हेर हाम्रो झाडीहरू के कसो भइरहेको, सबै मकै हो सुकेर यस्तो। सिजन पनि गइसक्यो यसको, अब उखाल्ने खानी पाकेर यो त अब बोगो भइसक्यो। सो त्यही नै हो। अब एकछिनमा हामी चाहिँ अब कहाँ जान्छौँ त्यो त्यहाँ हेरिहाल्छौँ। सो अब एकछिनमा म पहिला भात खान्छु, भात खाएर केटाहरूले उता प्लान गरिसक्यो, भात खाएर अनि जानुपर्छ। आज पानी पनि वेदर पनि ठिकै छ जस्तो लाग्यो। हिजो दिनभरि पानी पऱ्यो, आज दिनभरि पानी। अब हेरौँ पानी आज चाहिँ रोक्छ, आज रोक्यो अहिले उता पर्न पनि सक्छ यो घर चाहिँ यो पानीको। त्यही पनि हेरौँ, लेट्स सी। ल अहिले भेटौँ। टक्क रेडी हो यस्तो। साथी लिन आएको यहाँ चाहिँ, साथीको गाडी त पछाडि साथीले वेटिङमा राखेर उनीभित्र अर्को साथीले पनि लुकी हेर्दै होला। र केटा मान्छे हिँड्नु भन्न साह्रै गाह्रो रहेछ हो। एकैछिन त्यति बाइक झिक्नाले यति पसिना आइसक्यो है। अब उता के कस्तो हुन्छ हामी उतै भेट्नुपर्छ। लेट्स इन्जोय द राइड। बाई बाई। र हामी त लाग्यो है। ल हेलो गर बाटो यस्तो मोबाइल चलाउने होइन, राइड गर्दैन। त्यही भएर सोही गाइस वालिङको आइपुग्यो। यताबाट यता तलतिरबाट खास जाने हामी यसो रोक्यो कि यताहरू कता गयो भने त यहाँ माथि जाने चाहिँ यताबाट तलतिर। सारी मासूम सी खुशियां चल ठाडै उकालो छ। बजार चाहिँ यता तलतिर छोपिसक्यो, बजार चाहिँ देखिएन। र बाटोमा हेर आउँदा आउँदै बाइकले धोका दियो। यो के तात्ती हो कि के भयो है, यो त उकालोमा पिकअपै दिइरहेको होइन, चल्दै चलेन। अब यहाँबाट हेरौँ अब कति बेला यसो सेलाउँछ र हिँडौँला भनेर बसेको यस्तो भयो पसिनै पसिना। ल ठिक छ। ल भन्दा बाइक स्टार्ट भयो। यसरी आउन पाइयो, आउन पनि लाग्यो। अब लेडिजहरू यहाँ हेरौँ न, सब देखाइदिन्छु। बाटो चाहिँ यहाँ थोरै अलिकति अफरोड भएछ। यहाँ माथिबाट हल्का आएपछि नत्र जोस् लगभग पिच जस्तै हो है। यो त तलतिर त भिडै भिड छ। यो हेरौँ न, त्यो कपाल देखिएर एकदम वेदर नि गुल्यो, घाम लाग्यो। अब लगभग आइपुग्यो। उयो माथिको हो, त्यो माथिको डाँडो। हिला
आमा यहाँबाट त भ्यू बबाल देख्दो रहेछ सब वालिङ सिटी पिङ्क सिटी केटाहरू यी हरियाली डाँडा आयो है अब आयो आयो हो त्यो उताको हो त्यो रुख देखेको डाँडामा हामी पुग्न पर्ने केटकेटीहरू यहाँ खेल्दै रहेछ अब उता गएर बगल मजाले यहाँ अगाडि अझै दामी बाटो ल पार्किङ चाहिँ अहिले चाहिँ यहाँ रहेछ है अहिले त धेरै पछि आएको जस्ट पहिलाभन्दा पहिला धेरै पहिला आइसकेको थियो कि कपालले डिस्ट्र्याक्ट गर्ने हो कस्तो लाग्दैछ झन् पहिला ठाउँमा गएपछि हेर्नु कस्तो लाग्छ अब सुरु हुने चाहिँ यहाँबाट हो कि भ्यूहरू बब्बाल देख्छ यार आमामा हेरौँ त यो तलको सिटी माथिको हेभेन प्याराडाइस भनौँ न अनि पहिला त यस्तो थिएन पहिला त उतै लान पाउँछ बाइक अहिले नदिँदो रहेछ यार तर यहाँ कोही कोहीलाई त दिन्छ होला प्रायःले लैराखेको हुन्छ मैले भिडियोहरूमा देखिरहेको हुन्छु त्यो पनि ठिकै छ झन् हिँड्दै जानु पनि छुट्टै मजा यस्तो बल जुत्ता लागेको कि यार नभए त हिँड्न होइन र यहाँको भिड एउटा पुल यो पहिला हो ए उ त्यहाँ हेर न उफ त्यहाँ डाँडामा त्यहाँ चाहिँ कपाल्सहरू जान्छ हामी चाहिँ बोयवाला कपाल हो यस्तो चाहिँ अलि जान अलि सुट बाइक बिग्रियो भन्दै बसेको पुरा रिजर्भको त्यो चुक्कुल खोल्नै भुलियो रहेछ मैले बाइकको साउलाई गल्ती प्रुभ गरिसकेको थिएँ तर होइन रहेछ मेरै दिमागले काम नगर्दो रहेछ सुरुमा तेल हाल्ने बेला मैले त्यो उस गरेर हालेको थिएँ पछि भुलेछु क्या मैले त्यो पिकअप दिन छोडेँ हुन त बाइक पनि पहिल्यैबाट बिग्रिन लागिरहेको त्यो क्लच प्लेट जान्नलाई म त सोचेँ कि त्यही भएको होला भनेर क्लच प्लेट गएको अहिले के हुन्थ्यो हालत हामी त्यहीँ बाइक राखेर हिँड्दै आउनु पर्ने हुन्थ्यो होइन त टाढै थियो होइन त त्यहाँ बिग्रेको ठाउँबाट यहाँ खिम बोकाहरू हाम्रो साथीहरू यहाँ चढिरहेको रहेछ आई थिङ्क यु आर नोइङ वाट आई मिनिङ इङ्ग्लिस पनि डिङ धन्दा आज पानी पर्दिएन कि पानी पर्दियो त टेन्सन हुन्छ कपाल चाहिँ मिलाइन है मैले ल अहिले चाहिँ मिलाइदिएँ अहिले त हो त्यो डाँडामा पनि जानुपर्छ 3-4 वर्ष अगाडि आएको अहिले आएपछि 81 देख्दा त म त दङ परेँ नि त यार यस्तो भइसक्यो रहेछ यार आहा कस्तो बल देखेको यार झन् यार के भन्नु बाहुनथान बब्बाल थान हाम्रो जोडीहरू त उहाँ हेर त गएर फोटो खिच्यो खासमा हामी आएको चाहिँ 4 जना हो 2 जनालाई चाहिँ साह्रै हतार भएर अगाडि पुगिसकेको रहेछौँ कहाँ जानलाई हतार भएको ल अब त्यहीँ गएर हेर्ने हो अब त्यहाँबाट सब सिनेमेटिक्स बल हेर्नुपर्छ त्यो भिडियो फोटोहरूमा देख्दा चाहिँ के लागेको थियो भन्दा वाटर फाउन्टेन बनाउनु लागेको भनेको किनकि त्यो भिडियोमा राम्रो देखिन्छ नि त लास्टमा नरहेछ अरे इस्यु यस्तो रहेछ केटकेटीहरूले पुरा इन्जोय मजा लिइरहन् यो ढुङ्गा हालेको देखेर हो कि झन् आउन मन लागेको त झन् यस्तो हल्का अब कुन भ्लग हो विश्व भ्लग हो ल हाल्दिनँ केटकेटीले ओहो ल हेरिदिउँ भ्यू टक्क यही मौकामा अरूको फोटो नि हानिदिनुपर्छ कि झापझुप यो बाटो देखेर खास हान्न मन लाग्यो देखेर तिमीलाई हेरेर तिमीलाई मनै मनमा माया
तिन पाते भइदियो मनै मन। ओहो हामीबाट छुटेको जोडी यहाँ हो। यो मान्छेले हामीलाई नकुरेको, यही मान्छेले हो नकुरेको हामीलाई। त्यो उस भयो रहेछ क्या, त्यो फ्युल अन गर्न भुलिए रहेछ। मैले त्यहाँ पेट्रोल हाल्ने बेलामा त्यो उस राखेको, अनि क्लच प्लेट पहिल्यैबाट जान लाग्छ नि त। म त सोचेँ क्लच प्लेट गयो भनिरहेको, पिकअपै नदिएको क्या। त्यही भएर उसमा रिजर्भमा बसिरहेछ। रिजर्भमा पनि बसेको, यिनले अन पनि गरेको, तर पुरै अन नगरेर हाफ अन मात्रै भएछ। पेट्रोल फ्लो भएन नि त पुरै। हेर न के त्यो ठ्याक्क मेरोभन्दा पछाडिको बवाल हान्छ कि यस्तो। सब जोडी जोडी खान्छ यार। पिङ्क सिटी देखाइदिन्छु म, जु झम झम। ल फेरि एक्जास्ट सिनेमेटिक्स। स्याटरडे मनाउन सबै आहान। आज एउटा पट्टा पनि पाएको, कस्तो रमाइलो हुन्थ्यो। हरामी हो बेटा। आहाम हेरौँ न, गाह्रो छ, जोर गाह्रो छ। घुम्न आएको बेला पानीपुरी नखाने कुरो त भन। खै दिदीको यहाँ पानीपुरीमा यस्तो पानीपुरी खान पऱ्यो, यस्तो फ्रेस हुन पऱ्यो। अमिलो पिलो टक्क मुखमा बनाउनु पऱ्यो क्या। ऊ सब व्यस्त हुन्थ्यो त्यहाँ, चुम गरौँ त। आयो पानीपुरी, आयो पानीपुरी। यो चाहिँ ठ्याक्क मेरो मुखको साइजको रहेछ है। लास्टमा एउटा मात्रै बच्यो है। अब यो एउटा विश्वास गर्दा गर्दै यिनले मलाई खाऊ भन्छ, मैले यिनलाई खाऊ भन्छु, मैले फेरि यिनले मलाई त्यो भन्दा पनि म खान्छु है। खाने हो र अझै बाबा केटाहरू झन् नसक्ने भयो यहाँ टिकटक बनाएर। मलाई मात्रै रहेछ अरे अब यहाँ नाच्न नजान्ने, एक्टिङ नजान्ने। ठ्याक्क हेरि यहाँ थियौँ कि आइपुगेको थियो, त्यो टोइलेट रहेछ यहाँ रहेछ। टोइलेट के देखाउने हो र त्यही पनि देखाइदिएँ मैले। अनि यहाँ यसो बसिरहेको थियो, यत्तिकै के रहेछ भनेर यहाँ पनि हेरेको, त्यो त सब पति नै रहेछ यार। यो भयो नि, पुरै पति नै रहेछ। क्या मङ्गला बसाउने त्यो चटनी पिनेर खान्छ नि, हो त्यो वाला हो कि हो। आहा क्या मिठो हुन्छ अरे यसको बास्ना। मैले त खाइदिन्छु यो त। चिसो बनाउँछ नि मुखमा। मुठा लिएर घर जानुपर्छ कि होइन, ढेँडोसँग चटनी जाम्बो। अब फेरि केटीहरू फाइदा भ्यू भन्दा नि आज यहाँ आएको शनिबार हो त, सब मिलाएर घुम्न आएर रहेछ क्या। सब मिलाएर आएर रहेछ केटीहरू। टिकटक बनाएर यस्तो बिजी मलाई हेर्न, मैले हेर्न क्या मजा भइरहेको। ल अब सकियो पो भान थानको घुमाएको नि। सब बिजी मान्छे मात्रै देखेँ मैले, यहाँ त फुर्सद भएको त कोहीलाई पनि देखिनँ। शनिबार भएर हो, टन्नै दियोस् मान्छेहरू ठिकै छ। ल बाई बाई बान्थन, बाई बाई सबलाई, बाई 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 बाई। हिँड्यो पनि भयो, अब भेटघाट पनि भएन। फेरि पानी पर्ला जस्तो हो। हामी त वहाँ त्यत्रो 30 किलोमिटर जान अगाडि अघि त पानीमा भिज्नु नि त भएन होइन। ओ दिदी मलाई चिन्नु भयो? मैले नि दिदीलाई चिनेको। हजुर ए अनुहार मात्रै चोर जस्तो भएर कि आदमी कसैको दिल चोर्न नसकेस्। ए अनुहार मात्रै चोर जस्तो भएर कि आदमी कसैको दिल चोर्न नसकेस्। दुईजना बल्छी धुर्बिहरू अगाडि छन्, बल्छी थाप्दैछन्। गाडी चाहिँ छोडिदिन पऱ्यो, बाइकमा आनु पऱ्यो। फेरि आइयो यार त्यही बाइकको ठाउँमा। अब हो त्यो ठाउँमा जाने भनेको यार, ओहो माथिको डाँडामा जाने भनेको त फर्कियौँ पो। बाबा कस्तो पो घाम लाग्थ्यो जान कहाँ छ होइन। डढियो आज, डढेलै लाग्यो आज अनुहारमा डढेलो लाग्यो।
गयौँ भयो अब जे होस् अहिले एकछिन चरक्क घाम जस्तो गर्छ अनि फेरि पानी पर्दिन्छ त्यो पानीबाट त्यो हुन अन्त बरु चलिदिएपछि आनन्द ल है हल्का कपाल बिग्रियो होला डन्ट माइन्ड सो है एक राउन्ड घुमेर आइयो वालिङको एक राउन्ड खनक्क हानिदियो अनि घामले कालो भइसक्यो त्यो है अहिले चाहिँ यहाँ खाजा खान आएको यो जङ्गल रेस्टुरेन्ट यहाँको अलिकति राम्रो भनेको यही जस्तो लाग्छ है मलाई छ होला अरू तर हामी घुमिएन ल अब माथि गएर हेर्नुपर्छ ल है त जङ्गल रेस्टुरेन्ट पनि आइदियो र यहाँको यस्तो भ्यू देखाइदिन्छ यहाँ त बाघ भालु सबै यो त राम्रो देख्छ यो त चाहिँ मेरो रियल फोटो देख्छ होइन ल है त अब एकछिनमा खाजासाजा खाइदियो जस हल्का त्यस्तो भोक त लागेन तर पनि अब आएपछि खाइहाल्नु पऱ्यो खाइदिउँ न के उस गर्ने भनेर अघि त पानीपुरी त खाएको यस्तो छ यसमाथि बाटो भनौँ ल है खाजा चाहिँ यो चाउमिन आयो कस्तो खाले भयो यहाँको त सेतो हतो एउटा तर पनि केही छैन लम्राङ खाना पर्छ सो है ल खाजासाजा खाइयो अब निस्कियौँ अब घरतिर सबै यो बाटो जाने हो ट्याक्कै यस्तो माथिहरू जाने यताबाट यता जाने अनि थोरै आएपछि घर आइहाल्यो सो गाइज है त ल अहिले चाहिँ घर आइयो सकियो आजको घुमघाम बाहुनथान वालिङ घुमेर आइयो के कस्तो लाग्यो भ्यू राम्रो छ त्यही हो भ्यू पनि हेऱ्यो अनि अरूको कुरा दुःखको कुरा त त्यही हो माछा परेन बल्छी चाहिँ हानेको चारा राम्रो थिएन ठिक छ अब आजको लागि यति के कस्तो लाग्यो अब अरू त आफै गर्ने कुरा हो डु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु सबै अनि अब धन्दा आज पानी चाहिँ पर्दैन बाइक कहीँ छ धन्दा साथ केटा र केटी गएको पानी पऱ्यो नि गाडी त थियो गाडी पनि थियो कि थिएन त अनि यसो फेरि तेल महँगो छ अनि त्यही भएर पनि हो क्या सो थ्याङ्क यू गाइज फर वाचिङ अनि स्टे ट्युन स्टे पिस लभ यु अल बाई बाई तिमीले बाई बाई गर्छ